मान्छे यार रातभरि खोकेर सुत्नै दिँदैन। यसरी त भएन, हबियाले त भन्नु पर्छ यार। ओ भाइ हजुर आफू त राम्रोसँग सुतेनौ 3-4 दिन भइसक्यो। हामीले पनि बिरामी पार्ने भयो त, डिस्टर्ब भयो नि धेरै। यार यसरी रातभरि अरूलाई डिस्टर्ब गर्नु त भएन नि यार। यस्तो डिस्टर्ब गर्न लागेको 2-4 दिन भइसक्यो यार। अब राति नाइट अब काम गर्नुपर्छ यार, यस्तो गरे त भएन नि यार। म पनि जानी बिरामी भएको होइन नि। मलाई पनि रहर छैन नि तपाईँहरूलाई डिस्टर्ब गरेर बस्ने। जति औषधि खाइदिएको हुँदैन, के गर्नु साथी। जति औषधि खाएर निको हुँदैन भने घर जाने नि। अरू सबै साथीहरूलाई डिस्टर्ब गरेर त बस्नु भएन नि। घर जान त मलाई पनि मन नभएको होइन नि। विदेशमा त गरेको ऋण जस्ता आएको तस्तै छ। घर जाउँ भने पनि पैसा छैन, के गर्नु साथी। रातभरि यार ड्युटी गरेर आएको, सुत्नै सकिरहेको छैन यार। के गर्नु यार। जे गर्छौ गर, तर तिमीले हामीलाई डिस्टर्ब गर्न पाउँदैन रहेछ। यदि त्यसरी डिस्टर्ब गर्ने हो भने रुम फेर अर्को। हो सही हो रुम चेन्ज गर। 2-3 वर्ष बसेको रुममा त तपाईँहरू यस्तो भन्नुहुन्छ। झन् नयाँ रुममा कसले राख्छ म बिरामी मान्छेलाई।